कस्तो सक है बुवामा यो जोडी। हे भगवान्, यो जोडी चाहिँ कहिल्यै नछुटोस्। मारे पापले पुण्य भनेर त्यस्तो विश्वास गरेर दिएकोले धोका दियो। हजुरबाट चाहिँ त्यस्तो धोका कहिले नहोस् है गाइस। हुँदैन हजुर, हुँदैन। फेरि पहिले माग्न आउँदा कुटेर लखेटेको कुरा चाहिँ नसम्झिनुहोस् है हजुर, त्यस्तो चाहिँ नसम्झिनुहोस्। त्यो नसम्झे त हुँदै भएन नि हजुर। मेरो कहानीको मुख्य दिन नै त्यही दिन हो। त्यही दिनले गर्दा मैले अहिलेसम्म उनीलाई बिर्सिन सकेको छैन। त्यो दिन त म बिर्सिनै सक्दिनँ हजुर। नहु न, कस्तो कुरा गर्नुभएको? फेरि त्यो पहिलेको कुरा सम्झेर छोरीसँग बदला लिनु होला नि। तपाईँहरू ढुक्क हुनुहोस्, मबाट बदला लिने काम कहिले हुँदैन। मलाई त त्यो दिन यस कारणले पनि विशेष लाग्छ कि उनले मलाई तपाईँहरूलाई माया गरेर मसँग बिहा गर्न नमानेर मलाई लखेटेको हुन्। यी सबै कारणले गर्दा उनी मलाई विशेष लाग्छ। उनलाई म कहिले बिर्सिन सक्दिनँ। यति प्यारी मान्छेलाई, यति प्यारो परिवारलाई म दुःख दिन्छु होला त, म बदला लिन्छु होला त। तपाईँहरू ढुक्क हुनुहोस्, म भुन्टीलाई माया दिन्छु, सकेको खुसी दिन्छु, उनलाई पढाइदिन्छु, पढाएर ठुलो मान्छे बनाउँछु, उसको सारा इच्छाहरू पुरा गर्छु। बुवामा ल अब तपाईँहरू सधैँ खुसी हुनुहोस्। दाइले भाउजूले उहाँलाई धेरै मन पराउनुहुन्छ। उहाँ असल मान्छे हुनुहुन्छ। ऊ बेला मैले मान्छे चिन्न सकिनँ। उहाँले मलाई अप्ठ्यारो पर्दा धेरैचोटि सहयोग गर्नुभएछ। अब म उहाँसँग बिहारिसी खुसी हुन्छु। मलाई विश्वास छ उहाँले मलाई कहिल्यै दुःख दिनुहुन्न, धोका दिनुहुन्न। अब म खुसी भएपछि तपाईँहरू पनि खुसी हुनुहुन्छ नि। खुसी हुनु है। हुन्छ छोरी, तिम्रो खुसी नै हाम्रो खुसी हो। मैले जीवनमा धेरै दुःख भोगिसकेकी हुँ। मलाई त बिहार्न मुनै थिएन। दाइ भाउजूले नि धेरै कराउनु भयो। अनि तपाईँको बानी बेहोरा देख्दा नि कता कता माया लाए झैँ भयो। त्यही भएर मैले फेरि पनि यस्तो कदम चालेकी हुँ। मैले क्या नबिहारी छु नि भनेर पछुतो कहिले हुन नदिनु है। मलाई कहिले धोका नदिनु है। तपाईँबाट पनि धोका भयो भनेदेखि त म त मर्दिन्छु। मलाई धोका चाहिँ नदिनु है। हुँदैन हुँदैन, मबाट तिमीलाई धोका हुँदै हुँदैन। यसमा तिमी ढुक्क हो। अजय के भयो? एक्लै एक्लै बाटोमा बोल्दै बस्यो अछट। के क्या हो? छैन छैन, केही भएको छैन। भुन्टी के भयो तिमीलाई? केही भएन। मेरो बोली अर्कै सुनेर तपाईँले नचिन्नु भएको होला। केही भएन। अनि तपाईँलाई चाहिँ के भएर एक्लै बरबराएर बस्नु भयो त कुन्नी? केही भएको छैन। तर तिमी अघि त कोठामा थियो, लुगा पनि अर्कै थियो। अहिले तिम्रो यो रूप कस्तो कुरा गर्नुभयो होला। कोठा भए मान्छे बाहिर निक्लिन सक्दैन र फेरि लुगा फेर्न पनि सक्दैन र अचम्म मान्नुहुन्छ र? सक्छ। ए साँच्ची दाइले तिमीसँग मेरो बारेमा के कुरा गर्नुभयो? कुरा? कस्तो कुरा? दाइले केही भन्नु भएन? यो यो मिटिनी बन्न खोज्दा पनि धेरै गाह्रो होला जस्तो छ बा। कस्तो कुरा भन्न खोज्या हो? पछि अब म सुक्मिया हो भनौँ भनेदेखि झन् अप्ठ्यारो परेर ल्याउला। के भन्ने होला? भुन्डी के सोचिरहेको? अनि तिमीलाई कस्तो अर्कै फरक देखिरहेछ त? ए हो र? यस्तै हो, कहिले काहीँ फरक देखिन्छु म है। ल मलाई हतार छ गएँ है। होइन एकछिन बस न, के कुरा गर्नु? के कुरा गर्नु? मलाई त एकदम हतार छ प्रभु, हतार। अचम्म छ, के हो अहिले दाइले मलाई यहाँ देख्नुभयो भने के सोच्नु होला? जगदम्बा सिमेन्ट प्रेजेन्ट्स भुन्टी, पावर्ड बाय बर्जर सिल्क एन्ड डिश होम इन्टरनेट।
होइन है आमा, हामीले यिनीहरूलाई कहिलेसम्म यसरी बाँधेर राख्ने हो? खै खासै गतिलो आइडिया लगायो जस्तो चाहिँ लागेन है मलाई। अब यिनीहरूले हामीले जतिसुकै जेसुकै भने पनि टेर्दै नटेर्ने कसमै खाइसकेका छन्। फेरि यत्रो जङ्गल छ, यिनीहरूलाई हामीले यस्तो अवस्थामा बाँधेर राखेको घाँस दाउरा गर्न आउने मान्छेले देख्यो भने झन् अप्ठ्यारोमा पार्न सक्छन्। प्रहरीलाई खबर गरेर प्रहरी आएर किन यिनीहरूलाई यसरी दुःख दिएको भनेर हामीलाई पक्रेर लान सक्छन्। झन् हामी फस्छौँ आमा। त्यही भएर यिनीहरूलाई यहाँ यत्तिकै छोडिदिउँ, हामी घर जाउँ। होइन, कस्तो कुरा गर्छस् है भीम त। यिनीहरूले यत्तिकै छोडेर गयो भने त बर्बादै हुन्छ नि। त्यसपछि म तेरो काम सक्छु। मेरो अगाडि रिस देखाउने, भाँडा फाल्ने, यसको नतिजा तैँले भरे घरमा पुगेपछि थाहा पाउँछस् च्याखुरी। जगदम्बा सिमेन्ट प्रेजेन्ट्स भुन्टी पावर्ड बाई बर्जर सिल्क एन्ड डिस होम इन्टरनेट। अब मैले भनेको टेर्दैनन्। भुन्टीको माइतमा गएर ती बुवा आमालाई कति तनाव दिइरहेका होलान्। यत्तिका समय भइसक्यो गएको पनि आउँदैनन्। कहिले आउने हुन्? एक्सक्युज मी, घरमा को हुनुहुन्छ होला? म छु हजुर, म छु। कसलाई खोज्नु भयो होला? यो भुन्टी थापाजीको घर हो? हो हजुर हो। ए, तपाईँ चाहिँ को पर्नुभयो? म भुन्टीकै ससुरो हुँ हजुर। ए, तपाईँलाई थाहै होला, तपाईँको बुहारीले तपाईँहरूका विरुद्धमा अंश मुद्दा हाल्नु भएको छ। उता सहरको घर जग्गाको कागजपत्र त सबै हामीले हेऱ्यौँ, सबै क्लियरै छ। तर यता गाउँको जग्गा चाहिँ सरकारी अभिलेखमा अलिकति मतभेद देखियो। त्यसैले म तपाईँको जग्गासम्मै आएको हुँ। अदालतको आदेशअनुसार जग्गाको साँच सिमाना नापजाँच गरौँ र सम्पत्ति विवरण सङ्कलन गरौँ भनेर आएको हुँ। कुन जग्गा कति छ, कसको भागमा के कति पर्छ, तपाईँले मलाई देखाइदिनु पऱ्यो, बताइ पनि दिनु पऱ्यो हजुर। ओहो, एकैछिन है हजुर, एकैछिन बस्दै गर्नुहोस्। बस्दै गर्ने भन्दा पनि अलि हतारै छ मलाई। उता बुहारीले मुद्दा फिर्ता लिन्छन् कि भन्ने कुरा पनि भइराखेको थियो। अब म एकचोटि फोन गरेर सबै कुरा बुझ्छु अनि हजुरलाई सबै कुरा बुझाउँछु है। ए, हुन्छ हुन्छ, हस्, अलि छिटो गरिदिनु है। हेलो, के हुँदैछ त्यहाँ? के भुन्टीले मुद्दा फिर्ता लिने कुरा भयो त? कहाँबाट हुनु बुवा? कुनै पनि हालतमा हाम्री छोरीले पाउने अंश मुद्दा फिर्ता गर्न लगाउँदैनौ भनेर जिद्दी गरेर बसेका छन्। हाम्री भुन्टी भाउजू भनाउँदै कि बाउ आमालाई हामीले यहाँ बुढा हेर्नु न, हामीले भुन्टीका बाउ आमालाई कति माया गरेर लौ न हजुर छोरीलाई मुद्दा फिर्ता लिन लाउनु पर्यो भनेर अनुरोध गरिराखेका छौँ, तर पनि मानेकै छैनन् भने। तर तपाईँ ढुक्क हुनुहोस् बुढा, यिनीहरूलाई जसरी भए पनि मनाएर छोरीलाई मुद्दा फिर्ता लिन लाउने बनाएरै छोड्छौँ हामी। छोडिस्, अब यहाँ नापीबाट जग्गा नापजाँच गर्न मान्छे आइसकेका छन्, भयो छोडिदियो, आऊ घर। के रे नापीका मान्छे आएका छन् अरे? यहाँ काहीँ कतै छिसिक्क छुन दिने होइन नि, भनिदिएको छु मैले। हामीले कति दुःख गरेर जोडेको सम्पत्ति हो त्यो। हेर्नुहोस् है बुढा, त्यो नखर मौलीलाई कुनै पनि हालतमा हाम्रो सम्पत्ति दिनु हुँदैन। त्यो नापी सापीको को मान्छे आएको त्यसलाई कुर्का घर जा भनेर पठाइदिनुहोस्। तैँले भने जस्तो सजिलो हुन्छ? भने केही टेर्ने होइन, कानुन सम्मत केही गर्न जाने छैन, खालि बल र रिसको मात्रै प्रयोग गरेर हुन्छ। ल त्यहाँ सम्झिनालाई थर्काउने, धम्काउने, तनाव दिने काम केही नगर्नु, छिटो घर आइहाल्नु। यिनीहरूले मैले भनेको जस्तो नगरेसम्म
म कुनै पनि हालतमा घर आउँदिनँ। हेर्नु है बुढा, त्यो नापिसापीको मान्छे को हो त्यो नाप जाँच गर्न दिने होइन। मैले भनिदिएको छु नि। भीमलाई फोन दे। मैले भनेको कुरा त बुझेको छौ नि? बुझेको छु। ल बाउसँग बोल रे। हजुर हजुर बुवा भन्नु त। अब तेरी आमा त मूर्ख भई तँ चाहिँ मूर्ख नहुनु। त्यहाँ सम्झिनालाई कुनै प्रकारको दुःख नदिनु। अब उहाँहरूलाई सम्झाइ बुझाइ गर्दा मान्नुभयो, भुन्टीलाई मनाउनु भयो भनेदेखि ठिकै छ, नत्र कुनै प्रकारको जबरजस्ती नगर्नु। ल अब घर आइहाल। म यहाँ एक्लै भएँ, वस्तुभाव हेर्नु कि भित्रको हेर्नु कि बाहिरको हेर्नु कि। ल आइहाल। हस् हस् बुवा हुन्छ। ए हजुर, यो मुद्दा परिसकेपछि के हुन्छ? हाम्रो कति जति सम्पत्ति जान्छ? मैले त यो उमेर भयो यस्तो मुद्दा मामला केही पनि झेलेको थिइनँ। हाम्रो कति जति सम्पत्ति जाला हजुर? अब तपाईँको छोरा भूपेन्द्र थापाले कति अंश पाउने हो, त्यो अंशबाट तपाईँको बुहारीले माग गरे अनुसार आधी जान्छ हजुर। हे भगवान्, यो के आइलाग्यो नि? ए हजुर, मैले तपाईँलाई एकछिन कुराउने भएँ। म त यस्तो कहिल्यै नभएको मान्छे, आत्ती पनि राखेको छु, डर पनि लागिराखेको छ। म एकचोटि बुहारीलाई फोन गर्छु है। हुन्छ अलि छिटो गर्नु न है। छिटो पुलिस पठाइदेऊ। खबरदार, यहाँ कसैले पुलिस पठाउने गल्ती मात्रै गर्यो भने पुलिस यो ठाउँमा आइपुग्नुभन्दा पहिला तिम्रो बाउ आमा र दिदीको लास गायब भइसकेको हुनेछ। त्यसैले यो कुरा प्रहरी समक्ष पुर्याउने गल्ती नगरिकन खुरुक्क अंश मुद्दा फिर्ता गरियोस्। हुन्छ म मुद्दा फिर्ता लिइदिइहाल्छु। यसै पनि मलाई त्यो तपाईँहरूको सम्पत्ति लिने यो अंश मुद्दा हाल्ने इच्छा थिएन है। मेरा दाइले मलाई लिनै पर्छ, अंश लिनै पर्छ भनेर अलिकति उक्साउनु पनि भयो क्या। त्यही भएर अनि मैले अरूका कुरा सुनेर यो अंश मुद्दा हालेकी हुँ। नत्र भने मलाई मुनदेखि यो अंश मुद्दा सुद्धा हाल्ने केही पनि इच्छा नै थिएन। म यो मुद्दा भोलि बिहानै, अब अहिले यति बेला भएको, भोलि बिहानै म फिर्ता लिइदिन्छु। अनि पुलिसलाई पनि म खबरै गर्दिनँ। तर तपाईँहरूले मेरा बाआमालाई छिस्रिक्क के गर्नु भएन, खुरुक्क छोडिदिइहाल्नु पर्यो। म अंश मुद्दा नि फिर्ता लिइदिने भएँ, प्रहरीलाई पनि केही पनि खबर नहर्ने भयो। लु छोडिदिइहाल्नु त, लु कतातिर हो, लौ त छोडिदिइहाल्नु है। ल ठिक छ, त्यसो भएदेखि भोलि अदालतबाट अंश मुद्दा फिर्ता भएको खबर नआउन्जेलसम्म तिम्रो परिवारलाई हामी यही भोकै बाँधेर राख्छौँ। जब अंश मुद्दा फिर्ता भएको खबर आउँछ त्यसपछि मात्रै तिम्रो परिवारलाई खोल्छौँ। कुरा बुझ्यौ नि? ओए हेलो, मेरो कुरा सुनेको कि नसुनेको? जबसम्म मुद्दा फिर्ता हुँदैन तबसम्म तिम्रो बाउ आमा दिदीलाई हामी भोकै यही बाँधेर राख्छौँ। जसरी हुन्छ भोलि फर्स्ट आवरमा मुद्दा फिर्ता गर्ने काम गरियोस्। झुट